मान्य सदस्य पार्वती विक। सम्माननीय सभामुख महोदय, जाजरकोट केन्द्र बनाएर गएको भूकम्पका पीडितहरूले कहिलेसम्म पीडा सही राख्नुपर्ने हो? जेठ 11 गते गएको हावाहुरीले कुशे गाउँपालिका वडा नम्बर 3 डाँडा बाउतामा रहेको एक सरस्वती आधारभूत विद्यालयको छाना उडाएको छ। नलगाड नगरपालिका 1 ज्ञानेचौरमा रहेको आधारभूत विद्यालयको एउटा छाना उडाएको छ। केही दिन अगाडि जुनीचाँदे गाउँपालिका 7 साक्यमा एक विद्यालयको छाना उडाएको छ। यिनी सबै जस्ताको पाताबाट निर्माण भएका थिए। आज सयौं विद्यार्थीहरूको पठन पाठन ठप्प भएको छ। अब वर्षातको समय लाग्यो, उनीहरूले 6 महिना पढ्न नपाउने स्थिति चाहिँ सिर्जना भएको छ भने दर्जनौं नागरिकका टोराबाट बनेका घरहरू अहिले पनि उडाइएको छ। तिनीहरू पीडादायक अवस्थामा छन्। सभामुख मार्फत नेपाल सरकारको ध्यान आकर्षण गराउन चाहन्छु, तपाईहरुले पठाएका कर्मचारी अहिले पनि काम सुरु गरिराखेको अवस्था छैन। डीडीएको कार्ययोजनाले समस्या त सिर्जना गरेको थियो, नागरिकले यो दुःख कहिलेसम्म भोग्नु भएको